माथि माथि सैलुङ्गे मिलेन क्या यस्तो हुन्छ र माथि यस्तो पो त माथि त माथि माथि सैलुङ्गे सौरी चुलाउनेलाई ल 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 कता हिँडेको झोला बोकेर ए हात भएर ए पाट भएर ए पिके हिँडेको म त पिके हिँडेको ए झोला बोकेर ए चट्टै भएर म त हजुर पिके हिँडेको तिमी पनि पछि पछि पिके जाने हो के पिके जाने हो हाय किन नजानेर जाने अनि म पनि पिके त हिँडेको ओके म एक्लै तडपिँदै आउँदै थिएँ फाइनल्ली यहाँबाट एकजना साथी पनि जुर्नु भएको छ अब हामी सँगसँगै पिकेसम्मको यात्रामा जानेछौँ र हजुरहरूलाई पनि लानेछौँ ल जमाइन त ओके लेट्स गो ल ल जम्छ रमाइलो गर्नुपर्छ है कता हिँडेको झोला बोकेर ए हात भएर ए पाट भएर ए पिके हिँडेको म त पिके हिँडेको ए झोला बोकेर ए चट्टै भएर म त हजुर पिके हिँडेको तिमी पनि पछि पछि पिके जाने हो के पिके जाने हो हाय किन नजानेर जाने अनि म पनि पिके त हिँडेको ओके म एक्लै तडपिँदै आउँदै थिएँ फाइनल्ली यहाँबाट एकजना साथी पनि जुर्नु भएको छ अब हामी सँगसँगै पिकेसम्मको यात्रामा जानेछौँ र हजुरहरूलाई पनि लानेछौँ ल जमाइन त ओके लेट्स गो ल ल जम्छ रमाइलो गर्नुपर्छ है कस्तो राम्रो गीत गाउनु भएको लु हजुरहरूको त ज्याकेट त ठ्याक्कैमा मिल्ने रहेछ त है सेतो सेतो रेक्सी यो उनीको ल हो त रहेछ त मैले त कस्तो ख्यालै नगरेको त अहिलेसम्म सेतो सेतो उनीको टक्कै अन प्यान्ट पनि पो मिलेछ त हौ हेर्नु त एउटै छैन त लु हो त रहेछ त अनि यो एकदम सिलिक लु जुत्ता पनि पो उठ्दैछ त सेतो सेतो ए हो त रहेछ त सेतो सेतो जुत्ता लु मोजा पनि पो उस्तै छ त ए हो त रहेछ वाइट कस्तो मिलेको है ठ्याक्कै ल यो अनि अगाडिको सानो सानो यो ल्यादरको ब्याग त्यो पनि पो सेम छ त अनि ठ्याक्कै छ त हो त रहेछ त छालाको दुइटैको सेतो ल यो अनि पछाडिको ठुलो ब्याग पनि त मिल्दो रहेछ नि ए लु अनि हेर्नु त ठ्याक्कै हो त रहेछ त हेर्नु त ठ्याक्कै कसरी हो अनि यस्तो ठ्याक्कै मिलेको चाहिँ ल टोपी पनि त उस्तै रहेछ सेतो ह्याटमा ल अनि पन्जा पनि त उस्तै छ नि कालो कालो दुइटैको
ए लु अनि हो त रहेछ त बच्चा पनि बिचारीको मिलेछ है हजुरले त यो ड्रेसहरू नि यो सेट कहाँ किन्नु भएको मैले त त्यो रत्न पार्क यतापट्टि रोड मुनि यस्तो टप्लिङ टप्लिङ भएको के पो भन्छ निलो टप्लिङ मुनि भनेपछि त्रिकोटी मण्डप त्रिकोटी मण्डप हो त्यही हो नि सधैँ सस्तो पाउने ती नै हो 2500 को माल अन्तिममा 1200 मा दिन्छ अनि ती त अनि हामी जस्तोले किन्ने ए लु एकै ठाउँ किनेछ र पो ठ्याक्कै मिलेको त ओहो त्यहाँ दुईटा कुइरे आउँदै रहेछ तिनीहरूको भिडियो खिचौँ है खिचौँ खैरेको त छोड्नु होला डलर पनि माग्नुपर्छ दिन्छ पो ल ल ल माग्नुपर्छ हेलो गुड मर्निङ नमस्ते थ्याङ्क यू खै त अलिक पैसा माग्नुपर्छ अनि पो हजुरले त केही पनि भन्नु भएन अब माग्न त हुन्थ्यो फेरि मेरो इङ्ग्लिस सुनेर खैरीहरू यतै ढल्यो भने अलिक गाह्रो हुन्छ नि त ए हो ए त त्यो पनि त्यस्तो गाह्रै हो हुन्छ अब जाउँ है हुन्छ जाउँ हुन्छ ल जस्तो लाग्छ हाम्रो यो पिके टुर अत्यन्तै मजा भइरहेको छ अब हामी पिकेको नजिक छौँ मौसम ठिकै छ बादल आउँदै घाम जाँदै बादल आउँदै घाम जाँदै यस्तै चाहिँ आशा छ यो माथि टपबाट हामी व्यापक भ्यूहरू हेर्न पाउनेछौँ म थोरै भिडियो बनाउँछु हुन्छ बनाउनुहोस् न तपाईँ के यो भिडियो युट्युबमा हाल्नुहुन्छ हौ हजुर म हाल्न त युट्युबमै हाल्छु तर भर्खर म स्टार्ट गरेको मैले खास भिडियोहरू पनि हाल्न पाएको छैन अब चाहिँ कन्टिन्यू गर्ने सोच्दैछु यहाँको युट्युब यात्रा एकदमै सफल रहोस् च्यानलको नाम चाहिँ के छ तपाईँको अहिले भर्खर खोलेको खासै खोज्दाखेरि आइडी भेटिँदैन अनि ह्यान्डलै हाल्नुपर्छ अगाडि अनिवार्य यस्तो घुमेको हान्नै पर्छ यस्तो त्यसपछि EXTRAJOURNEY 7 एक्स्ट्रा जोर्नी 7 अच्छा एक्स्ट्रा जोर्नी 7 हजुरको त युट्युबको नाम एकदमै डेन्जर लाग्यो तपाईँ यहाँ पनि एकदम खतरा हुनुहुन्छ है लु कन्फर्म भयो तपाईँ देश खानुहुन्छ देशभन्दा नि अहिले चाहिँ हजुरको हातको छुर्ती खान पाए हुन्थ्यो ए हो हुन्छ अघि तपाईँ पूजा पठाएर एकछिन सुत्नु भएको थियो नि त्यो सुत्नु भएको बेलामा चाहिँ मैले यो हजुरको गोजीमा अगाडिको गोजीमा कि एक मुठ छुर्पी लगाइदिएको छ कि चेक गर्नुहोस् त तपाईँ लु हो त रहेछ त ओहो हजुर त कस्तो मजाको कहिले अनि यसो पनि गर्न गइसक्नु हुन्छ भिडियो सुरु गर्नुहोस् धन्यवाद अहिले चाहिँ हामी यहाँ पिकेबाट अलिक नजिकै छ एउटा बौद्ध पनि छ यो पिके डाँडा भनेको चाहिँ सोलुखुम्बु जिल्लाको पछिल्लो समयमा अत्यन्तै धेरै रुचाइएको अत्यन्तै धेरै पर्यटकहरूले घुमेको घुम्न रुचाइएको ठाउँ हो यहाँ आउनको लागि विशेष गरी सोलुखुम्बु र ओखलढुङ्गाको सिमाना ताप बजारलाई यसको मुख्य प्रवेशद्वार मान्छ तपाईँहरू यता सोलुखुम्बुबाट आउँदै हुनुहुन्छ भने थाप बजार आइसकेपछि दायाँ साइडतिरको बाटो लाग्नुपर्छ भने ओखलढुङ्गा साइडबाट आउँदै हुनुहुन्छ भने देब्रे साइडको बाटो लिएर खामदिङतिर आउनुपर्छ धापसम्म बाटो पिच्नै छ त्यसपछि चाहिँ कच्ची बाटो हुन्छ अथवा त्यहाँबाट अलिकति अगाडि बढ्नुभयो भने झाप्रे भन्ने ठाउँ आउँछ झाप्रेमा पनि बस्नुको लागि होटलहरू छ त्यहाँबाट अझै अगाडि बढ्नुहुन्छ भने बुलबुले भन्ने ठाउँ आउँछ बुलबुलेलाई बौद्ध पनि भन्दो रहेछ बुलबुलेसम्म चाहिँ हजुरहरू साधनमै आउन सक्नुहुन्छ र त्यहाँबाट बाँकी
यात्रा चाहिँ एडभेन्चर हाइकिङ नै गर्नुपर्ने हुन्छ। यो पिकेसम्म आउँदै गर्दाखेरि चाहिँ आफ्नो यो केही आयु बढेको जस्तो महसुस हुन्छ, किनभने त्यस्तै नै वातावरण त्यस्तै नै सिनहरू हेर्न पाइन्छ। त्यही भएर हजुरहरूलाई पनि पिकेसम्म आउनुको लागि चाहिँ केही भिडियो मार्फत यहाँहरूलाई हार्दिक निमन्त्रणा गर्दछ। त्यस्तै हो, खासै बोल्न जान्दिनँ र हुन्छ ओके जाउँ है। हुन्छ जाउँ। एकदम नाच्दै रमाइलो गर्दै जानुपर्छ है। हामीले मोबाइल त्यही पो छोडेछौँ लिन आएको त बिर्सेछ। Hello, wow. That's so interesting. म एउटा गीत गाउँछु, नाचौँ है? हुन्छ हजुर, गाउँ सानोमा सानो कमलको आगो रेशम ल्याउ, सानोमा सानो कमलको रेशम right. मोबाइल के भयो हजुर, के भयो हजुर? मोबाइल भाइब्रेसन गर्दैछ कि थर्किएर जाँदै गयो। एकछिन फेरि नाच्नुपर्छ है। फोन आएको रहेछ, म उठाउँछु। हेलो हजुर बुढी, म त यता पिके पो जाँदैछु हौ बुढिया। कहिले? ला हो र, ऊ पिकेबाट फर्किन त 2 दिन जति लाग्छ होला। एकजना साथीसँग छ, एकजना साथीसँग छु। ए ल ल ल हुन्छ म फर्किन्छु यहीबाट। ए हस्, ल म फर्किन्छु। पछि तिमी र म आउनुपर्छ है पिके सँगै, ल? ए ल हस्, ल म आइहाल्छु। ल हस्, म फर्किन्छु। ल हस् ओके। के भएछ हजुर? ओहो, मेरो त घरमा गाई ब्याएछ, फर्किनु पर्ने भयो। गाई चाहिँ एक हाते छ, अनि अरूलाई दुध दिँदैन। मैले दुहेँ भने मात्रै दुध दिन्छ, बाछालाई पनि दिन्छ। फेरि मनाउँदाखेरि त त्यो गाईले कसैलाई छेउमा आउनै दिँदैन कि, त्यस्तो खालको छ दुर्जी। 2 दिन अब म गएन भने त बाछा त भोकै मर्ने भयो। हेर्नु न, कस्तो तपाईँसँग झन् त्यत्रो पिके पुगौँला, रमाइलो गरौँला, नाचौँला, होटलमा खाउँला, बिल म तिरौँला भन्ने कत्रो धोको थियो। गाईलाई पनि यही बेला ब्याउनु पर्ने। ए ल बधाई छ हजुर, घरमा नयाँ सदस्य आउनु भएछ। हजुरको एक हाते गाई रहेछ, मजाले स्याहार सुसार गर्नु होला, अनि टन्न बिगौती खानु होला। हजुर हुन्छ। बिगौती भन्दा पनि त्यो
पानी चाहिँ खान पाए हुन्थ्यो ए हजुर हो ए हुन्छ हस् भइहाल्छ नि तपाईँ त्यहाँ झोला छोडेर टोइलेट जाँदाखेरि मैले तपाईँको झोलाभित्र एउटा पानी लगाइदिएको छु कि त्यो झोला खोलेर ए हो र झोलामा पानी छ तपाईँको मान्छे त तपाईँ पनि पुरै रोमान्टिक ए हस् हस् लु अनि हो त रहेछ त हजुर ल हजुर हस् हजुर हजुरलाई पुरै धन्यवाद छ ए हस् हजुर हुन्छ त हजुर जुन तपाईँसँग हस् हजुर केसम्म जाने रहर फर्किन्छ तर यस्तै परिदियो म भोलिलाई फर्किन्छु नि है हजुर राम्रो पुगेर आउनु होला हस् हस् हुन्छ हस् राम्रोसँग जानु होला हस् म एक्लै पुरै यो विरक्त लाग्दै आउँदै थिएँ है बाटैमा साथी नि भेटिनु भयो पिकेसम्मै जाने एकदम रमाइलो भइरहेको थियो फेरि उहाँको चाहिँ घरमा अलिकति समस्या आएछ समस्या भन्दा पनि उहाँको चाहिँ खास घरमा गाई ब्याएछ अनि गाई चाहिँ एक हाते रहेछ त्यसको कारणले उहाँ चाहिँ दुध दुनालाई फर्किनु पर्ने हो फेरि पनि ठ्याक्कै उहाँ जस्तै साथीहरू चाहिँ बाटोमा भेट भए यात्रा अझ रमाइलो हुने थियो उहाँलाई एकदम धन्यवाद शुभयात्रा अब भने म यहाँबाट एक्लैको यात्रामा हुने भए हुन्छ म अब एक्लै भए पनि रमाइलो गर्दै भ्युजहरू खिच्दै जानेछु हुन्छ अब पिकेतिर भेट्नुपर्छ है आज मौसम पुरै धुम्मिएको छ यो कुहिरो आउने जाने भइराखेको छ सायद पिकमा पुग्दाखेरि चाहिँ यो मौसम खुल्छ कि भन्ने एउटा झिनो आशा छ तर थाहा छैन मौसम खुल्छ खुल्दैन अब यहाँबाट पिक पुग्न चाहिँ नजिकै छ योभन्दा थोरै मुनि बेस क्याम्प छ त्यहाँनिर बस्नको लागि होटलहरू पनि राम्रो छ बेस क्याम्पमा खाना खाएर म अब पिकतिरको बाटोमा छु यहाँनिर एकजना मेरै जस्तो ठ्याक्कै काटीकुटी अनुहार परेको सबै खबरहरू मिलेको होइन चाटचुट फेरि अर्कोजना साथी यहाँ भेटिनु भएको छ अघि तलबाट एकजना साथी त गाई ब्याएर फर्किनु भयो अर्कोजना ठ्याक्कै फेरि त्यस्तै मजाको साथी हुनुहुन्छ उहाँसँग कुरा गर्छु सायद पछि नै जाँदै हुनुहुन्छ होला थकी जस्तो देखिनुहुन्छ बसिराख्नु भएको छ म उहाँसँग कुरा गर्छु पिकेसम्म जानको लागि फेरि पनि अर्कोजना साथी जुरेको जस्तो लागेको छ एकदम खुसी छु हेलो हेलो ए आरामै हुनुहुन्छ बिरामी छु उपचार गर्छस् हजुर अब मैले उपचार भन्दा पनि अब तपाईँ आफै नै जुन यो प्रकृतिको सम्बन्धमा हुनुहुन्छ प्रकृतिको काखमा हुनुहुन्छ अझ यो पिकको चाहिँ फेदमा हुनुहुन्छ यो लेखको ठाउँमा हुनुहुन्छ भनेपछि अब सानोतिनो बिमारहरू त आफै यतिकै सन्चो भइहाल्छ अनि हजुरको नाम चाहिँ के पर्यो होला के खानु चाहियो अब के खानु भनेर भन्दा पनि अब त्यस्तो नाम सोधिरहनुलाई इम्पोर्टेन्ट महत्त्वपूर्ण अब आवश्यक नै त होइन अब यद्यपि अब यो लेखको बाटोमा ठ्याक्कै मै जस्तो सबै लुगाहरू अनुहारहरू मिलेको साथी भेट्दाखेरि हल्का परिचय गरौँ न भनेर मात्रै हो हजुर अनि हजुर टाढैसम्म लाग्नुभयो स्वर्गदेखिको जान्छस् स्वर्ग मतलब हजुर पनि पिके नै जाँदै हुनुहुन्छ ल एकदम बधाई छ अब मेरो पनि बाटो पिकेसम्मकै हो अब पिके मिन्स स्वर्गभन्दा के कम छ र होइन भनिन्छ नि अब हिवन मिन्स पिके इज फिट अर्थात् स्वर्ग भ्रम हो पिके चाहिँ सत्य हो स्वर्ग होस् कि नर्क होस् तँलाई के मतलब कुरो आफ्नो बाटो लाग्छ हजुर अब हजुरको जो मर्जी हुन्छ हजुर यस्ता लाग्नु पर्यो साह्रै मजाको खुल्किएको हुँदो रहेछ साह्रै मजाको खुल्किएको हुँदो रहेछ
यसो हेर्दाखेरि मान्छे छिपेको जस्तो देखिन्छ उमेर पुगेर नि बिहे गर्न पाएन भने मान्छे यसै सन्किन्छ अरे भन्ने सुनेको हो कि क्या होला के भनिस् रे हजुर के होइन हजुर के होइन हजुर मास्तिरै भेटौँला भनेको ओ मास्तिरै भेटौँला भनेको हजुर म पनि टिके पुग्नै पाएको छैन यहाँ बाटैमा पानी परेर एउटा ओराल जस्तो ढुङ्गाको मुनि छु पानी परेर बिजोग छुवा त्यो तल बाटोमा अलिक खुल्किएको केटो कता पुग्यो होला त्यतै पानीले न रोटी पो पारे कि उडायो सपना सबै झरीले सपना सबै झरीले 2 घन्टा भयो यो ओरालभित्र यस्तो कुचुक्क परेर बसेको ढाड दुखेर माथि उभिम पनि त्यो ठोकिन्छ हो तल झरुम पनि पुरै भुइँमा त अहिले बसिसक्नु छैन नि त अघि म सुरुमा बसेर गफ लागेको ठाउँ त पुरै त्यस्तो छ त्यहाँबाट अलिकति यो माथिल्लो स्टेप धन्न रहेछ र चढेर बस्न चाहिँ बसेको तर घोप्टिँदा भिजी पनि सक्यो यतै चुन्छ पानी यतै चुन्छ असिना परेर गुट्टुट्टु ल है पिके पनि अब पिकेको दृश्य हेरेर त्यस्तै हो पानी रोकियो भने कसरी तल बेस क्याम्प पुगेर बस्ने भन्ने पो सुर्ता त मेरो त चिसोले कठ्याङ्ग्रेर लै मेरो बास चाहिँ पिके बरु अघि त्यो तल नापिएर फर्केको साथीले ठिक गर्यो अर्कोको त गाई बाई फर्कियो झन् गजब हो कम्तीमा म जस्तो यस्तो बिजोग त भएन नि मना 2 घन्टा त बढी भइसक्यो हो असिनाले पुरै लपक्कै तल सबै मेरो ट्राइपड पनि बिचरा यो अस्ति बाइकमा आउँदाखेरि कहाँ भाँचिएछ बाटैमा डोरीले बाँधेर चलिराखेको छ अब पानी कहिले रहन्छ र ओह्रालो पिकी अब खासै धेरै चाहिँ थिएन म बेस क्याम्पबाट पनि निकै माथि आइसकेको थिएँ पानी परेर यतातिर बस्नु पर्यो कहिले रहन्छ होला यो पानी र ओह्रालो कुद्ने उकालो त अब कुलित अब अलिअलि पानी रहेको छ योभन्दा बढी पानी रहनु पर्ख्यो भने चाहिँ यही भित्रबाटै सिखो हुन्छ त्यही भएर अब कुद्छु यतिकै अब अलिअलि पानी रहेको छ योभन्दा बढी पानी रहनु पर्ख्यो भने चाहिँ यही भित्रबाटै सिखो हुन्छ त्यही भएर अब कुद्छु यतिकै बिजोग छुवाके नि हौ कान्छ पनि बिजोग छुवाके लु धन्यवाद है ओह्रालज्यू अलिअलि पानी रह्यो अब म चाहिँ कुद्छु ओह्रालो कुद्छु म त कुद्छु एकचोटि ओह्रालो देखाउन यो टक्रक्कै कस्तो मिल्न चाहिँ मिलेको के हावा पनि छेक्ने पानी पनि 1-2 स्टेप त छेक्यो अब यो असिना हावा आएपछि हो अलि खुल्कियो पिके कसरी गरिकन यो पल्लोपट्टि पुग्यो भने त फेरि अब यहाँबाट त सिडी छ ओह्राल बाई बाई ओह्राल अब ओह्रालो बेस क्याम्प फरार पिके खुलित यसपालि जे होस् बाटोहरू चाहिँ यसरी बनाएको छ सिरी राम्रै हो ल बाई बाई केही छ त ओबानो
केही छ त ओभानो बिजोक हौ त्यो नाप्देको केटा चाहिँ अघि यहीँनिर हो सुतिराखेको केटा गयो चालु छैन रहेछ यी थियो नि त होइन याद गर्नु भयो नि त तपाईँहरूले यी थियो ल हस् गयो त है ओभानो भन्ने कुरा त के छ न अब फेरि फारू कपडा छ बिजोक छु के भन्न है है टिके भन्न खलात्तै छु कस्ता नि हौ टिके लौ मोबाइल जिस्ने हौ